राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको आगामी 3 वर्षको आर्थिक वृद्धि दर कति हुने अनुमान गरिएको छ? 7.1%। अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? जुन 21। राष्ट्रपति चुरे तराई मधेस संरक्षण दिवस कहिले मनाइन्छ? असार 2 गते। युएइएफ नेसन्स लिग फुटबल 2025 को उपाधि कसले जित्यो? पोर्चुगल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कहिलेदेखि लागू हुने गरी 12 देशका नागरिकलाई पूर्ण र आंशिक यात्रा प्रतिबन्ध घोषणा गरेका हुन्? सन् 2025 जुन 9। स्नायु विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्युरोकन 2 काठमाडौँमा कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2082 असार 4 र 5 गते। एसियाली विकास बैंकले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो? सन् 2025 देखि 2029 सम्म। सेभेन लेक्स कहाँ पर्छ? बुल्गेरिया। नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ? सुभाष चन्द्र दास। विश्वको सबैभन्दा पुरानो अन्न कुनलाई भनिन्छ? भटमास। इजरायल र इरान बीच युद्धविराम कहिले भएको हो? सन् 2025 जुन 24। मुलुककै पहिलो फ्लाइओभर ग्वारको फ्लाइओभरको उद्घाटन कहिले भएको हो? विक्रम सम्वत 2082 असार 6 गते। एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्था सम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ? दोहोरो कर मुक्ति सम्झौता। प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चरखा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन्? भीम शमशेर। पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो? विक्रम सम्वत 2064। सरकारले गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न कहिलेसम्म एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको छ? आर्थिक वर्ष 2082-83। सीएनएनको साहसी खेलाडी 2024 को सूचीमा पर्न सफल नेपाली पर्वतारोही को हुन्? पूर्णिमा श्रेष्ठ। 12औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा नेपाली पानारोमा अवार्ड जित्न सफल चलचित्र कुन हो? रेमनेन्ट्स। बेइजिङ 30 एसिया प्यासिफिक मन्त्री स्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो? थाइल्यान्डको बैंककमा सन् 2024 नोभेम्बर 19 देखि 21 सम्म। प्रसिद्ध म्यागजिन टाइम्सद्वारा सन् 2024 का लागि तयार पारिएको संसारका 100 सर्वोत्कृष्ट ठाउँको सूचीमा पर्न सफल नेपालको पर्यटकीय स्थल कुन हो? बुर्हान वाइल्डरनेस क्याम्प बर्दिया। आर्थिक सर्वेक्षण 2081-82 अनुसार 2081 फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ? 96.85%। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको आगामी 3 वर्षको आर्थिक वृद्धि दर कति हुने अनुमान गरिएको छ? 7.1%। अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? जुन 21। राष्ट्रपति चुरे तराई मधेस संरक्षण दिवस कहिले मनाइन्छ? असार 2 गते। युएइएफ नेसन्स लिग फुटबल 2025 को उपाधि कसले जित्यो? पोर्चुगल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कहिलेदेखि लागू हुने गरी 12 देशका नागरिकलाई पूर्ण र आंशिक यात्रा प्रतिबन्ध घोषणा गरेका हुन्? सन् 2025 जुन 9। स्नायु विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्युरोकन 2 काठमाडौँमा कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2082 असार 4 र 5 गते। एसियाली विकास बैंकले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो? सन् 2025 देखि 2029 सम्म। सेभेन लेक्स कहाँ पर्छ? बुल्गेरिया। नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ? सुभाष चन्द्र दास। विश्वको सबैभन्दा पुरानो अन्न कुनलाई भनिन्छ? भटमास। इजरायल र इरान बीच युद्धविराम कहिले भएको हो? सन् 2025 जुन 24। मुलुककै पहिलो फ्लाइओभर ग्वारको फ्लाइओभरको उद्घाटन कहिले भएको हो?
विक्रम सम्वत 2082 असार 6 गते। एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्था सम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ? दोहोरो कर मुक्ति सम्झौता। प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चरखा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन्? भीम शमशेर। पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो? विक्रम सम्वत 2064। सरकारले गैर बैङ्किङ सम्पत्ति व्यवस्थापन गर्न कहिलेसम्म एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको छ? आर्थिक वर्ष 2082-83। सिएनएनको साहसी खेलाडी 2024 को सूचीमा पर्न सफल नेपाली पर्वतारोही को हुन्? पूर्णिमा श्रेष्ठ। 12औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा नेपाली पानारोमा अवार्ड जित्न सफल चलचित्र कुन हो? रेमोनेन्ट्स। बेइजिङ 30 एसिया प्यासिफिक मन्त्री स्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो? थाइल्यान्डको बैङ्ककमा सन् 2024 नोभेम्बर 19 देखि 21 सम्म। प्रसिद्ध म्यागजिन टाइम्सद्वारा सन् 2024 का लागि तयार पारिएको संसारका 100 सर्वोत्कृष्ट ठाउँको सूचीमा पर्न सफल नेपालको पर्यटकीय स्थल कुन हो? बुरहान वाइल्डरनेस क्याम्प बर्दिया। आर्थिक सर्वेक्षण 2081-82 अनुसार 2081 फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ? 96.85%।